यो फ्याटी लिभर भन्ने एकदमै आजकल अब जताततै फ्याटी लिभर भनेर अब हामीले रिपोर्टहरू पाइरहेका छौँ सबैले। ल मलाई त फ्याटी लिभर भनेर आउनुहुन्छ होइन। यो फ्याटी लिभर भनेर के हो? शाब्दिक रूपमा भन्नु पर्दाखेरि लिभर कलेजोमा फ्याटको डिपोजिट हुने भनेर, जुन कलेजोमा बोसो जमेर हुने भन्नलाई हामीले फ्याटी लिभर भन्यौँ। तर अब आजकल अब फ्याटी लिभर अथवा आजकलको नयाँ टर्म अनुसार स्टिटोटिक लिभर डिजिज जुन भन्छौँ, त्यसमा एसएलडी होइन, एसएलडी जुन भन्छौँ, अब त्यसमा एउटा अहिले नयाँ टर्म आइरहेको छ, एउटा एमएएसएलडी भन्छ। अब त्यसमा मेटाबोलिक डिसफङ्सन एसोसिएटेड स्टिटोटिक लिभर डिजिज, एमएएसएलडी। अब यो किन मैले उच्चारण गरिरहेको छु भने अब अहिलेको अब प्रक्षेपण के भएको छ भने विश्वभरिमा करिब 32%, 32% अफ ग्लोबल पपुलेसनमा चाहिँ यो एमएएसएलडी फ्याटी लिभर डिजिज भएको प्रक्षेपण गरिएको छ। अब त्यो हिसाबले गर्दाखेरि नेपालमा कति भयो होला? अब 32% नेपालको पपुलेसन कति होला? 3.5 करोड। अब त्यति रहेछ भने अब त्यसको 32% करिब 1,12,00,000 जति अब जनसङ्ख्यामा यो फ्याटी लिभर डिजिज भएको प्रक्षेपण गर्न सकिन्छ। भनेपछि यो रोगको अब एउटा बर्डन कति छ अब समाजमा भन्ने कुरा यतिकै हामीले अनुमान गर्न सक्छौँ।